गाइज है हामी चाहिँ आज डिक्चौरतिर आएको देख्न सक्नुहुन्छ तपाईँहरूले यतातिर हेर्न सक्नुहुन्छ यही हो डिक्चौर भनेको अलिअलि मान्छेहरू नि हुनुहुन्छ यहाँ 2-4 जना है अब यस्तै घुमघाम कार्यक्रम छ है यतातिर यस्तै छ घुमघाम कार्यक्रम है अहिलेसम्म यता 2-3 जना लेडिजहरू नि हुनुहुन्थ्यो है उहाँहरू चाहिँ भाग्नु भइगयो अब हामी चाहिँ यसो अब यताबाट राउन्ड हान्दै तपाईँहरूलाई हामी यहाँ तलसम्म देखाउन सक्छौँ तपाईँ आउनु सक्नुहुन्छ फलो गर्नु यस्तै छ यो सल्लाहघारी हो यसको यो चाहिँ फेरि कुन ठाउँ भनेर सोच्नु होला तपाईँहरूले यो चाहिँ डिक्चौर हो है गाइज अब आज भाइटिकाको अवसर पारेर हामी यो डिक्चौर भन्ने ठाउँमा घुम्न आएको है तपाईँहरूले देख्नुहुन्छ हामी सल्लाहघारीको बिचमा छ क्या यस्तो बिचै बिच सल्लाह छ मौसम आनन्दको छ है अब मौसम यस्तो खुल्ला खुल्ला हो यतातिर अब मान्छेहरू हुनुहुन्छ उयो त पाहाडतिर जानुभएको लभ गर्नु डाँडा हो यो अब लभ गर्नु जानुभएको नि तपाईँहरूले कमेन्ट चाहिँ नराम्रो कमेन्ट लाइक कमेन्ट सेयर केही पनि नगर्नु होला यस्तै भन्न चाहन्छु म चाहिँ अब हामी चाहिँ चौरभन्दा पनि भित्र अवस्थामा छौँ किनभने सल्लाहघारी नै घारी छ यो देख्न सक्नुहुन्छ यतातिर हेर्नुहोस् यहाँ सल्लाहको बोटहरू टन्नै छ तल ऊ त्यहाँ प्रतीक्षालय पनि छोपिरहेको अवस्था छ किनभने हामी आज भनेको चाहिँ टिकाको दिन कस्तो छ कतिको मान्छेहरू हुनुहुन्छ कस्तो रमाइलो छ कि छैन फिलिङ्स कतिको मान्छेहरूले के गर्दै हुनुहुन्छ भनेर आएको तर यहाँ फिलिङ्स छ भने हामीलाई यति नै आएन क्या गाइज के फिलिङ्स आएन भने यहाँ त माले छैन केटा मान्छे भन्ने एउटा थोपै छैन क्या अलिअलि 2-3 जना हुँदा त्यहाँ भन्दा केटा मान्छे छैन अब केटा मान्छे छ त जोडी जोडी छ क्या हामी सिङ्गलको त यहाँ भ्यालु नै छैन क्या त्यही भएर सिङ्गल हुने जतिले हामीलाई यसो याद गर्नु होला होइन त्यही पनि याद गर्नु भनेको फेरि नेगेटिभ सोच्नुहुन्छ कि तपाईँहरूले यसलाई यसको त चाहियो यताउता भन्नुहुन्छ त्यो होइन कि यसो घुम्न आउनुहोस् हाम्रो ठाउँतिर यस्तो भ्यू छ बेलुकामा साँझमा देख्न सक्नुहुन्छ यस्तो लबडाँडा छ जङ्गलको बिचमा राति समय नि बस्न सक्नुहुन्छ किनभने हामी भनेको यस्तै हो नि त अब के गर्नु अब गाइजहरू अब रमाइलो छ तपाईँहरूलाई अब देखाउनु हुन्थ्यो यहाँ गएको 2-3टा मालहरू काम कुराहरू नि अब त्यस्तै हो अब देखाउनु सकिएन र हाम्रो भाइलाई म क्यामेरा यता लिएर आउँदै यताबाट हामी तल डिक्चौर भन्ने पिङसिङ देखाउँ अनि त्यहीँ मार्फत जाउँ भिडियो रोक्नुहुन्छ प्रतीक्षालय पनि हाम्रो अगाडि नै आइपुगिसक्यो हामी प्रतीक्षालयको अगाडि नै आइसक्यौँ माथि हामी चाहिँ वनको बिचमा थियौँ अहिले प्रतीक्षालयको सामने नै आइपुग्नु लाग्यौँ ल देख्न सक्नुहुन्छ म प्रतीक्षालय पनि हाम्रो यहाँको ठाउँको कस्तो छ भन्ने म देखाउन चाहन्छु तपाईँहरूलाई हाम्रो प्रतीक्षालय चाहिँ अब कालो आइगयो प्रतीक्षालय चाहिँ त्यस्तै अब हाम्रो ठाउँको अब जङ्गलको ठाउँमा भनेर होला यस्तै छ अब अहिले सपोर्टिङहरू पनि आइरहेको छैन तपाईँहरूले सपोर्ट गर्नु सक्नुहुन्छ भने धेरै कुराको विकास हुन्छ है अब त्यही भएर हामी यताउता हेर्नु भनेर आइरहेको अब कस्तो छ राम्रो छ होइन अब यहाँको अध्यक्षले नि ध्यान आकर्षण राख्नु पऱ्यो कि यो विषयमा यहाँको अध्यक्षलाई म के भन्न चाहन्छु भने 5 नम्बर वडाको अध्यक्षलाई यो डिक्चौरमा यस्तो मेला हो कि दसैँ तिहारमा चाहिँ यस्तो मान्छे हुन्छ कि तपाईँहरूले यो के बुझिदिनु पऱ्यो भने यहाँको पर्यटनहरूलाई तपाईँहरूले यहाँ विकास गरेर केही देखाउन सक्नुभयो भने यस्तो मान्छेहरू झन् पर्यटन बाहिर देशबाट पनि केही पर्यटनहरू लिएर आएर विकास गर्न सक्यो भने भक्कै हुन्छ तर यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूलाई म देखाउन सक्छु यहाँको कस्तो स्थिति छ कस्तो नाजुक छ यो जङ्गलको भनेर तपाईँहरू आउन सक्नुहुन्छ म क्यामेरा गर्दैछु अगाडि देख्न सक्नुहुन्छ यही हो हाम्रो प्रतीक्षालय यस्तो छ तपाईँहरूले अन्त गएर प्रतीक्षालय हेर्नु भने कस्तो विकास छ क्या हाम्रो प्रतीक्षालय चाहिँ एउटा सानो ल्याएर 10टाको टिम ल्याएर 4वटा के अरे टस पाइप ल्याएर जोडिदिएको छ तपाईँको के छ भने यहाँ मान्छेहरूले देख्न यो के हो यो देख्न सक्नुहुन्छ तपाईँहरू यसलाई के गर्ने यो एक ठाउँमा खाडल यस खनेर यसो ठाउँमा हालेर झोलासोला धोक्रो सोक्रोमा यसोमा हालेर यसलाई फ्याँकेको हुन्छ यहाँ भालो साना बच्चाहरू आउलान् काट्लान् यसो ध्यान आकर्षण छैन क्या यहाँको महानुभावहरू अनि यहाँ देख्न सक्नुहुन्छ यो प्रतीक्षालय यहाँ मान्छेहरू आएर रमाइलो अब गर्न सक्नुहुन्छ यो जङ्गलको यहाँ चाहिँ जङ्गलको माथि एउटा मन्दिर छ यहाँ के मन्दिर छ भने यहाँ झिल्केश्वरी महादेवको मन्दिर छ यो जङ्गलमा तपाईँहरूलाई जङ्गल देखाउन सक्छु म यो त झिल्केश्वरी महादेवको मन्दिर छ यो जङ्गलको माथि अलिकति माथि टपमा हामी चाहिँ अहिले त्यहाँ जान सक्दैनौँ किनभने अहिले हामीले चाहिँ साँझ पर्न लागिसकेको अवस्था छ त्यही भएर हामी चाहिँ यहाँबाट तपाईँहरूलाई चौर देखाउँछौँ हामी पिङसिङ देखाउँछौँ यहाँको पिङ चाहिँ भनेको खत्तम पिङ छ गाइज
के आउनु हो क्या भिडियो हामीले चाहिँ यहाँ त्यो विकास अब के भन्नु डक्टरको बिचबाट पनि पर्दैछ तपाईँले देखाइदियो त्यो बियरको बोतलहरू पनि त्यो अब जानकारी गराइदियो बाइकहरू राखिदिएको छ यहाँ त साइडमा पिक पनि छ अलिकति त्यही भएर अब बाइकहरू पनि दर्शकहरू जान्छ ठुलो बनाइएको छ पहिला चाहिँ यस्तै थियो यो डाँडो जस्तो थियो यताको जस्तै थियो पहिला होइन अब अहिले चाहिँ डुगर ल्याएर खारेर त्यस्तो राम्रो बनाइएको छ के भने ध्यान आकर्षण छैन यहाँको महानुभाव मान्छे ध्यान आकर्षण भएको भए अलिक राम्रै हुन्छ अब म आजलाई यहीँ भिडियो बनाउन चाहन्छु तपाईँहरूले जानकारी राम्रो सल्लाह सुझाव दिनुभयो भने म अर्को पनि भिडियो लिएर आउँछु भन्दै आजलाई म यहीँ भिडियो टुङ्गाउन चाहन्छु धन्यवाद।